हेलो गाइज, आज चाहिँ हामी अफरोडिङ हान्न आएको। लास्टै भिड छ, यस्तो बाटो छ। अब हामी यहाँसम्म त आइयो। अब अझै उकालो त छ, अझै उकालो जान पर्छ। एकदम यस्तो ठाउँ आइएछ। अझै मासतिर जानै छ, यसो जान पर्यो। मासतिर गएर साइकल पनि यहीँ छ, यसो गएर राइड हान्न पर्यो। अनि धेरै उकालो पनि छ। हामी दुईजना भएर आएको गाइज। हजुरहरूले मलाई हल्का सपोर्ट गर्न पर्यो के गाइजहरू। अनि अरू अवस्था यस्तै छ। बाटो चाहिँ यस्तै ढुङ्गाको छ बाटो। अनि अब यसो यतै आएको। हल्का भिडियो क्लिपहरू त्यहाँबाट झरेको बन्छ, त्यो पनि हालिदिन्छु। त्यहाँपट्टि हो होइन, त्यहाँबाट झरेको बाटो हो। यतातिर आएको थिएन। उहाँ मासतिर गएर एउटा भिडियो, छोटो मिठो भिडियो बनाउँछु। त्यति बेरसम्म हेर्दै गर्नु होला है। हेर्न सक्नुहुन्छ गाइज। अब हामी माथि टपमा पनि आयो। अब तलतिर भिड छ। अब यो बाटो जाने हो। साइकल पनि यहीँ छ। मासतिर जान खोजेको। मासतिर एकदम झाडी रहेछ। मैले एकदमै मेहनत गरिरहेको छु। हजुरले पनि यस्तो मलाई सपोर्ट गरिदिनु पर्यो। अनि यस्तै हो, सपोर्ट गर्न पर्यो। यस्तो बाटो आइएछ। अझ तलतिर अझै कस्तो बाटो हो, ढुङ्गाको। अनि यो चाहिँ आफ्नै गाउँठाउँकै बाटो हो। यस्तै ढुङ्गाको बाटो हो। तलतिर जाने कस्तो हुन्छ। लोटियो भने एकदम लोटियो। अनि फेरि सालघारीको बुटो हो, बुटोहरू छ। पातहरू खै एकचोटि चिप्लियो पनि भ्याइयो। त्यही छ। तलतिर गएर एकचोटि लोटियो भने त भ्याइयो। ब्यालेन्स मिलाएछु भने ठिक छ, नभए यस्तै छ। ठाउँ यस्तै छ। यस्तो छ। त्यहाँ अर्को भाइ छ, यसले साइकल किन्ने भने अब कहिले किन्छ यसले किन्यो भने यो र म पनि सँगै आइन्छ होला, सँगै आइन्छ राइड। यसले किन्ने चाहिँ भने कहिले किन्छ थाहा भएन। किन्ने चाहिँ भने यही महिनाभित्र। अब किनेछ भने सँगै राइड आइन्छ। अब एक्लै आउँछु। गाउँमा पनि कोही छैन कि साइकल चलाउने मान्छे। अब सबै गएर राइड हिँड्न हुन्थ्यो। ल यस्तै भयो। तलतिर गएर लोटेको सोटेको भिडियो अब हेर्नु होला। अरू भिडियो हेर्दै गर्नु होला। गाइस, हामी आज अफरोड आइरहेका छौँ। हेर्न सक्नुहुन्छ। ल हेर्नु। ओहो, हेर्न सक्नुहुन्छ गाइस, रक्कु आएको हो। हेर्न सक्नुहुन्छ। यस्तो एउटा झऱ्यो होइन। अब के भन्ने हो। यसो हेर्नु, यही छ। यस्तो हरियाली छ। अब यस्तो जङ्गलको बिचमा आएर अफरोड गर्नु परिरहेको छ।